हेलो म चाहिँ सनीको ब्रदर हैन कतिलाई सनी भन्ने थाहा छैन सी हेज ओरिजिनल नेम सनी हो अन्जु चाहिँ फर एडमिनिस्ट्रेसनको लागि बनाएको सो हामी चाहिँ एज अ फोटो खिच्न जाँदैछौँ इट्स लास्ट डे इन नेपाल फर हर बिकज सी हेज एन्डेड अफ द भ्याकेसन अलरेडी 26 days already and now she is about to go now by 8 o'clock but अहिले टाइम छ हामीसँग दिनभरि सो हामी चाहिँ अहिले फोटो खिच्न जाँदैछौँ वी ह्याड अ प्लान बिफोर सी केम हियर अर्ली बट बिकज अफ द सम हुन्छ नि त घर आइसी कामले गर्दाखेरि चाहिँ इट इन्डेड अफ लाइक जानुभन्दा अगाडि दिनमा चाहिँ सर्टेनली त्यो भयो त्यसले गर्दाखेरि हामी चाहिँ रेडी हुँदैछौँ अनि मेरो गेटिङ जस्ट बिफोर गो हामी चाहिँ अब चिया खाने भनेर चिया खाँदैछौँ अनि सी इज टेकिङ आउट द क्यामेरा जस्ट सी सेड म भ्लग चाहिँ बनाइहाल्छु बनाउँदै गर्छु भनेर भन्दै थिएँ बट मेबी दिस विल बी द बिगिनिङ सो बेस्ट अफ लक लाइक कमेन्ट सेयर गरिदिनु होला हम साथ साथ हे हामी कहाँ जाँदैछौँ मेरोलाई त उनी चाहिँदो रहेछ के गिम्बल हुन्छ नि त्यही चाहिएको आफू पनि दुख्छ त नि अब अर्कोचोटि आउँदा बिजिआईको मोबाइल होल्डर लिएर आउने है कुरो ठिक छ नि यहाँ अर्को भिडियोग्राफर हुनुहुन्छ हाम्रो घरको यहाँ पुरो अभी क्या कि 2 साल के बाद तेरा शादी का वीडियो मैं ही बनाऊंगा तो मैं प्रोफेशनल हो गया हूँ टेस्ट करके दे दूंगा म यही भन्ने वाला छु के यताबाट आइस न उताबाट आइस न है एक्चुअली देखा जस्तो हुन्छ तर हेर केटा देखाकै हो हैन अनि कुरा चाहिँ अबको दिनमा चाहिँ म यही भिडियो टक्क एड गरेर दिनेवाला छु हाम्रो दाइले फोटोग्राफी किन सिकेको भन्दा मेरो बेलाई सिकेको जस्तै भएको छ यहाँ बे गर्ने कहिले कहिले गर्छ नि के भन्छ बिजी बिजी दादा मात्रै ल्याइदिनु साइना पानी हालेर खिच्नु भनेर मान्छेलाई टिपिक्क ल्याइदिनुहोस् कपालमा मुनि टलै भयो हवस् हवस् भयो भयो फुल हालिदिनु खोलिदिनुहोस् मैले पनि लाउँछ भनेर गरेको ह्याप्पी होली पैसा पर्दैन भन्छ खोइ खोइ हात हौवा पहिला त्यस्तो केही लागेको थिएन अहिले त रियालिटी थाहा छ नि त त्यही भएर अल्छी लाग्यो अहिले त सोचिरहेको अल्छी लागेको छु गएको यति ठुलो काम गर्नेछु फ्ल्यास बल रहेछ सक्यो भने म चाहिँ जापान आएको 4 वर्षपछि गएको थिएँ नेपाल अनि त्यही हो एकदम हतारको बेलामा गएको थिएँ किनकि मेरो ग्रेजुएसन पनि सकेको थिएन जस हामीलाई ग्रेजुएसनभन्दा अगाडि चाहिँ 1 महिना छुट्टी दिनुभएको थियो स्कुलबाट त्यही भएर त्यही टाइममा धेरै भयो फ्यामिलीसँग नभेटेको भनेर घरबाट एकदम कर गर्दै हुनुहुन्थ्यो मलाई पनि एकदम जानु मन थियो किनकि वर्किङ लाइफ स्टार्ट हुन लागिसकेपछि चाहिँ गाह्रो नै हुन्छ नि त त्यही भएर स्कुल लाइफ र अब त्यो वर्किङ लाइफको बिचको एउटा हुन्छ नि कस्तो भन्नु भ्याकेसन जस्तो टाइपले नेपाल गएँ सबैजनासँग रमाइलो गरेँ त्यति साह्रो बाहिर घुम्न चाहिँ गएन जस तर क्वालिटी टाइम हुन्छ नि आफ्नो क्वालिटी टाइम चाहिँ स्पेन्ड गरेँ राम्ररी खाना मजाले आफूलाई खान लागेको खानेकुरा सबै खाएँ त्यही हो मेरो प्यारो बहिनीहरूलाई भेटेँ मेरो साथी चाहिँ थिएन मेरो साथी पनि बाहिर नै थियो त्यही भएर साथीलाई चाहिँ राम्ररी भेट्न पाइनँ तर पहिला सँगै काम गर्ने स्टाफ मिस हुनुहुन्थ्यो उहाँसँग भेटेँ त्यही हो जापान आउँदासम्म चाहिँ ल म नेपाल गएर आएर भइसकेको थियो त्यही हो थाकेर मान्छे कस्तो भइसकेको थियो कि
तर जे होस् डाइरेक्ट गएर डाइरेक्ट आएको थिएँ। त्यही हो, यति नै। बाई बाई।